ललितपुरको लगनखेल नजिकै रहेको बटुक भैरव मन्दिर हामी सबैजना जानुपर्ने रमाइलो धार्मिक स्थल हो। मेन रोडको सँगै भएको हुँदा बुढाबुढी बच्चा साथी सङ्गी सबैलाई लिएर जान मिल्छ। यस मन्दिरमा दर्शन गर्नाले मनको इच्छा पुरा हुन्छ भन्ने धार्मिक विश्वास पनि रहिआएको छ। टिका टालो बिहे व्रतबन्ध लाखबत्ती पूजा सबै प्रकारको धार्मिक अनुष्ठान पनि यस मन्दिर परिसरभित्र गर्ने गरिन्छ। यो चैत महिनामा घोडे जात्रा पर्ने हुँदा नेवार समुदायको विभिन्न संस्कृति झल्किने कार्यक्रमहरू पनि गर्ने गरिन्छ। ढोलक झ्याली बाजा गाजासहित विभिन्न ड्रेसमा महिला पुरुष सबै मिलेर मन्दिर परिक्रमा गर्नुहुन्छ। आज म मन्दिर जाँदा यही दृश्य हेर्ने सौभाग्य पाएँ र क्यामेरामा कैद गरिहालेँ। महिलाहरूले बजाएको बाँसुरी झ्याली बाजा कति मनमोहक थिए। मन्दिरको वरिपरि भैरवको तस्बिर राखेर समयबजी मिठाई विभिन्न परिकार फलफुल चढाएर ढोक्दै हिँडेको पनि देखियो। लाखबत्ती पूजा र अन्य अनुष्ठानहरू पनि गरिरहेको देखिएको थियो। वरिपरि हरियाली अगाडिपट्टि बौद्ध स्तूपा साह्रै सुन्दर र आकर्षक दृश्यले मेरो आँखालाई तानेको थियो। स्तूपामा बस्ने मानिसहरू हेर्ने आकर्षक दृश्य भोज भतेर खाने नेवारी समुदायको कति रमाइलो दृश्य पनि देखिएको थियो। बटुक भैरवनाथलाई हामी सबैले सम्झेका छौँ। जय बटुक भैरवनाथ की जय।